हेलो गाइस, सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ त्यस्तो राम्रो, आज चाहिँ म एक्लै छु। मेरो नन्द चाहिँ गइसक्नु भयो घर। हामी चाहिँ यहाँ तल आएको थियौँ अनि स्कुटर सिक्ने भनेर आएको खास गरी। अनि स्कुटर नि सिक्यौँ अनि फाइनली म स्कुटरबाट नि लोटेँ अनि मलाई यहाँ चोट नि लाग्यो होइन। अनि यसो सानो जाने बेलामा चाहिँ सानो भ्लग बनाऊँ भनेर अनि यति राम्रो बेलुकाको बेलामा। अनि साथी हो के भन्छु भने साँच्चीकै रहरको खर पनि पुग्यो यहाँ यस्तरी लागेर। धेरै रहर थियो स्कुटर सिक्ने। अनि सिक्छु कि सिक्दिनँ त्यो त थाहा छैन। आज चाहिँ फाइनली 3 दिन भयो अनि 3 दिनको दिन म एक्लै चलाउँछु भनिरहेको थिएँ। चलाउनु पनि चलाएँ। लास्टमा चाहिँ के भयो भने पछाडि फर्केर हेर्दाखेरि ड्याङ हलाएर कुनातिर ठोक्केँ अनि चोट चाहिँ लाग्यो हल्का। पेटमा पनि टङ हलाएर ठोक्क्यो होइन। अनि खुट्टामा नि चोट लाग्यो अनि त्यस्तै हो। अनि अब रिस्क नलिकन त केही पनि हुँदैन होइन। अनि अलिअलि रिस्क लिनै पर्यो। अनि मेरो नन्ना चाहिँ घर जानु पऱ्यो। यहाँ म एक्लै हिँड्दैछु अनि रिस्क लिएर सिकेको अब कस्तो हुन्छ फाइनल रिजल्ट हजुरहरूलाई देखाउँछु। अनि विशेष गरी एउटा कुरा चाहिँ म के भन्छु नि, मेरो टिकटकमा एउटा भिडियो भाइरल भएको थियो अनि अरू पनि भिडियो हालेको थिएँ। अनि त्यो भिडियो चाहिँ राम्रै भ्युज, लाइक, कमेन्ट, कति मिठो मिठो कमेन्टहरू गरिदिनु भएको थियो। अनि यस्तो राम्रो भएको थियो कि अनि अरूले पनि त्यस्तै आउँछ कि भनेर हालेको के हुन्थ्यो अभागी खोप्परो होइन। त्यस्तरी अब भ्युज आएर खाम्ला भन्ने त अब त्यो सपना नसोचे नि हुन्छ। त्यही पनि रहरले बनाएको चिजहरू हो। हजुरहरूलाई कस्तो लाग्छ भनिदिनु होला। अनि त्यस्तै हो। अनि अरू भिडियो पनि पोस्ट गरेको छु, हजुरहरूले सपोर्ट गरिदिनु होला साथीहरू। अनि फाइनली म घर अब जान्छु। अनि मेरो बाबुलाई लिएर जान छ। बाबु चाहिँ त्यहाँ तल दोकानमा मलाई पुरेर बसिराखेको छ। अनि मलाई त्यति राम्रोसँग भिडियो बनाउन नि आउँदैन के। अनि यो चाहिँ भर्खर मैले एकदम राम्रो ब्याकग्राउन्ड आकाश अनि देखेको भएर गराएको लोटेर हात दुखिराखेको छ। त्यही भएर अनि अर्को कुरा चाहिँ के भन्नुहुन्छ भने टिकटकमा यति मिठो मिठो कमेन्टहरू गरिदिनु भएको छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु सबैजनालाई। अनि एउटा मात्रै भिडियो होइन कि, एउटा मात्रै भिडियो होइन, सबै भिडियोमा लाइक गरिदिनु, कमेन्ट गरिदिनु, साथी सपोर्ट गरिदिनु। अनि त्यही भन्न चाहन्छु सबैजनालाई। अनि अब म चाहिँ मेरो बाबुसँग गएर हजुरहरूलाई देखाउने छु। मेरो बाबुसँग भेटेको, बाबुले कुदेर बसिरहेको छ, रिसाउँछ ढिलो भयो भनेर। अब यहाँ चाहिँ पेलिङ हुन लागेको थियो। फाइनली मैले देखाउन पाइनँ। म चाहिँ अलिक तलै नै छु कि हिँड्दा साह्रै गाह्रो भयो नि त। त्यही भएर म चाहिँ अलिक तल छु। पेलेन चाहिँ उड्यो ठ्याक्कै। यो चाहिँ पोखराको एयरपोर्ट हो। पोखराको बजारमा यस्तो मिठो हावा आएको छ सुई लाएर। अनि एक्लै हिँड्दा स्याहाँ भइरहेको छु।
तर यो बाटो चाहिँ अलि लामो पर्छ कि अर्को बाटो जान्थेँ। यहाँ मैले बाबुलाई लिएर जानु हो, स्कुलबाट आएर दोकानमा बसेछ कि त्यसलाई लिएर जानु हो कि त्यही भएर होइन ठ्याक्कै पेलिङ गएको म हजुरहरूलाई जुम गरेर देखाइदिन्छु। के उयो उयो पेलिङ झुमुक झुमुक भएर अलि म चाहिँ बाबु छिम पुग्नु लाग्यो, एकदम नजिकै छु। बाबु बसेर पुगिरहेको छ, मैले बाटोमा निक्लियो भनेछु, दोकानमा जान ढिलो हुन्छ, बाटोमा बसेछ होला एकदमै। हिँड्दै गएको भिडियो हल्का मेरो बाबु र सासू आफूरेखानु बाटोमा पुगिरहेछन्। आमा र बाबु भएर आमा चाहिँ अहिले उहाँ बाटो कारस गर्नु लाउनु ओ गाडी हेर यहाँ छ। के खान ले झोला म बोकिदिन्छु। के गरेर बसिस् त नि, के खाइस् त नि? फाइनली म बाबुलाई नि भेटेँ, गाइसहरू हेर्दै आज मम्मी स्कुटरबाट लोटेर यहाँ चोट लाग्यो खै। आमा चरा चुरुङ्गी यस्तो मिठो करा कहाँ के ट्रेनिङ हाल्नुपर्छ? यताबाट स्पोर्ट्समा सबभन्दा धेरै मेडल त फुटबलमा मैले पाएँ 2टा, अनि सासूले 1टा पाएँ। मलाई फर्स्ट पाएँ 2टा, अनि एउटा सेकेन्डको छ भनेपछि 3टा, मसित 3टा मेडल छ नि। फाइनली यतातिर अब भन अन्त 3टा मेडल जोसित धेरै मेडल छ त्यो फुटबल म्याच खेल्यो। अनि अर्को नि मेडल पान्छ नि भोलि। मेरो समर साइड छ नि त, तिनीहरूसित 4टा खा, मसित 3टा खाके बोला आज प्र्याक्टिस नि बुट लगाएँ। आजको भ्लग चाहिँ यति नै हो। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट अनि मसित बुट छैन सेयर गरेर सपोर्ट गरिदिनु होला साथीहरू। के भनेको मसित बुट छैन, फुटबल बुट नभए नि हुन्छ। मेरो छोरालाई फेरि अस्तिको हप्ता चाहिँ ड्रेस चाहियो भनेर फुटबलको कपडा ल्याइदिएँ। अहिले चाहिँ बास्केटबलको अहिले अब के चाहियो फेरि? यो चाहिँ हाम्रो कालीको क्याम्पस ल साथीहरू। बाई बाई, आइतको भल यति नै हो साथीहरू। बाई बाई। बाँदरहरू